आज मदाने गाउँपालिका सङ्ग्रहालय निर्माण स्थल कङ्के देउराली भिन्तामा छु। यो पारियो देखिने भएको चाहिँ अर्खाँची पर्छ साथीहरू है। अनि त्यहाँ पर्यटक स्थल एउटा के देउराली हो समथिङ, हिजो गथेँ म त्यहाँ त्यो डाँडामा। त्यहाँ चाहिँ जिप लाइनहरू पनि रहेको छ। यो साइडमा चाहिँ गुल्मी तम्बास पर्छ भने यो साइडमा प्युठान पर्छ। अब यो माथि डाँडामा जाँदैछु, अलिक फास्ट जानुपर्ने भयो। लगभग समथिङ पुर्कोट दहदेखि कति 5 किलोमिटर समथिङ 5 किलोमिटर त्यस्तै होला। यति आउनु पनि मलाई लाग्यो 1 घन्टा। धेरै दिनको जमर बसी म आएको छु है। नजिक नजिकसम्म त आएको थिएँ, आज यो ठाउँमा पुग्छु नै भनेर टार्गेट लिएर हिँडेको उहाँदेखि। मलाई चाहिँ आज फर्किँदा 8 भन्दा धेरै बस्ने भयो। सास बढ्यो, केही हाइटमा रहेछ। उकालो पठल सूर्य चम्किरहनुपर्छ, तर उदय भइरहेछ। प्रत्येक डाँडामा मन्दिर देख्न पाउने हुनेछ तपाईँहरू। यो ठाउँमा प्रत्येक चुट्टीहरूमा देउरालीको मन्दिर, देवीहरूको मन्दिर देख्न पाउनुहुनेछ। ल म चाहिँ किलोमिटर हाइटबाट यहाँ आइपुगेँ। मतलब यहाँ केही बनाउन खोजिँदैछ जस्तो लाग्छ। हो माइ गड, कति धेरै कुखुरा। यहाँ एउटा होटेल पनि रहेछ। यो कुकुरले मलाई नयाँ देखेर होला जम्कर आइरहेछ। हट टाइगर टाइगर हट टाइगर 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 टाइगर। ढुङ्गाले हान्नु पर्ने के होइन र। कहाँ हान्छ अहिले? ल भाले, लोकल भाले, कम्ती देउराली रिसोर्ट। प्योर पहाडको लोकल भाले हो साथीहरू। पुरा बस्ने खोर होला यो। यो माथि जाने बन्द हो र दाइ? गेट बन्द हो र? 9 बजेपछि मात्रै हो? ए कति रुपियाँ केजी पाइन्छ लोकल भाले? लोकल भाले कति रुपियाँ केजी पाइन्छ? ए ठाडो मूल्य हो? कतिसम्म पर्छ ठुलो भाले? भनेपछि यसको मूल्य समथिङ 2000। ए ठिकै हो, 2.5 किलो त होला। तपाईँको कति किलोमिटर छ उहाँ पुर्कोट दहदेखि? यहाँ पुर्कोट दहदेखि 5 किलोमिटर भन्दा माथि नै होला होइन? समथिङ त्यति नै होला। त्यो पारिदेखि नि के हो, अर्खाँची हो? ए त्योदेखि यतापट्टि तल प्युठान सौता माऱ्यो भने तल हो। ए यस यहाँ तपाईँको उसमा खाने मान्छेहरू राम्रै आउँछन् होला होइन? ए बाहिर टाढो पनि आउँछ। ए उषा माथि नगए नि हुन्छ, बन्द छ है? पिकनिक पनि आउँछ? ए पिकनिक स्पोट हो यो? पिकनिक स्पोट पनि हो, मतलब टाढो आउँछन्। माथि के छ खास स्पेसल? म त्यहाँ जान सक्दैन जाने यसो भन्ने सोच ल्याएको। त्यहाँ पुगौँ न, यहाँ आइसकेपछि मिल्छ भने खोलिदिनुहोस्, एकछिन गएर आउँछु। के टिकट लाग्छ र? टिकट पछि गराउला नि त, अहिले त्यहाँ गएर आउनेछ। खोलिदिनु त। मैले चाहिँ होटलको दाइलाई गेट खोलिदिनु अनुरोध गरेको छु। अब म माथि हाई पोइन्टमा जाने भएँ। पार्कहरू पनि रहेछ। बिहान 9 बजेदेखि पछि स्कुल छ बल्ल यो? ए ए हजुर हजुर। कति टिकट रहेछ? 30 रुपियाँ हो? ए ठिक छ, केही छैन। म एकछिन घुमेर आउँछु है। फाइनल्ली म चाहिँ कम्के देउरालीको पार्कमा
पऱ्यो सर फेरि कुकुर किन्ने खोजिरहेको छ अझै यसको हत्या गरिदिनुपर्छ कि के हो गौतम बुद्धको मूर्ति पनि रहेछ यहाँ पक्कै पनि प्रत्येक स्याललाई पिकनिक स्पोट हुनुपर्छ यो खाने बजाउने हाँस्ने त्यहाँ पनि रहेछ कम्की देउराली ओके एउटा बोर्ड नै रहेछ त्यहाँ के कुरो खोज्ने सबै पात झरेर सुक्खा छ तरै पलाउने खाले रुख ओ माई गड पिन पनि भनिरहेछ त्यहाँ चुला बच्चाहरूको लागि कम्की देउरालीको सिन देख्न सक्नुहुनेछ ओम नमः शिवाय शिवजीको मन्दिर होला पक्कै पनि गौतम बुद्धको प्रतिमा देख्न सक्नुहुन्छ तपाईँहरू होइन रहेछ हामी म त माइसा छु उहाँले सबजना प्रदान गर्नुभएको रहेछ शिवजीको मन्दिर ओम नमः शिवाय लेखेको छ पक्कै पनि शिवजीको मन्दिर होला गौतम बुद्धको ठुलो मूर्ति प्रतीक देख्न सक्नुहुनेछ यो पालिदेखि सबै प्युठानको एरिया हो जस्तो यो डाँडा मात्रै गुल्मी लिच हुन्छ यो साइडको अर्घाखाँची एरिया पर्छ भ्यू टावर पनि रहेछ यहाँ हाइटको फलामको भ्यू टावर यो साइडमा बागलुङ पर्छ यहाँबाट बागलुङ छिर्नको लागि बागलुङको के भन्छ त्यहाँ स्पोट छ नि ठुलो लाइनको बाटो बन्दैछ के अरे नमाइन मतलब यो यस्तो नै रहेछ पिकनिक स्पोट रहेछ किन पानीको फोरा फाल्ने बनाउनु खोजेको रहेछ यहाँ मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो त यो लास्ट कर्नर यहाँदेखि उता तल बाटो देखिन्छ यो बाटोभन्दा केही पर गइसकेपछि चौतामारे भन्ने ठाउँ आउँछ जहाँ चाहिँ सिमाना प्युठान अर्घाखाँची र गुल्मीको सिमाना हो चरा उडेर गयो मान्छेबाट पुल पारेछ कि यहाँ Goodbye. See you.